हामी त आइसक्यो 11 बजे छैन नि त यस्तो गर न सानो पाँच होइन एकदम हामी चाहिँ सानो पाँचबाट अब सिधै को नाच्छ नाच्ने भन्दा पनि स्किल ट्रेनिङमा छ त्यही भएर अब असाइनमेन्ट गर्नुपर्ने होइन हाम्रो मेन भिडियोको चाहिँ मेन के भन्छ त्यसलाई मेन क्यारेक्टर क्यारेक्टर त सबै भइहाल्यो होइन मेन क्यारेक्टर त तिमी नै हो यस्तो तर अब स्किलवाला हेलो गाइज आज है दोस्रो ब्लग आफ्नो च्यानलमा भयो नि साथीको च्यानलमा आज दोस्रो ब्लग है आज मलाई जस्तो लागिरहेछ ऊ चाहिँ अञ्जली फेस त हिजो नहेऱ्यो होला पछाडि मात्र हो ल हट फेस ऊ न जुत्ता छ न केही छ पढ्न आएको फ्यासन सोमा हो थाहा नै भएन मार्क्स क्विन त हो मार्क्स क्विनै नै हो उता एउटा ऊ नयाँ मेम्बर जुडेको छ यसो हेलो पिङ्क भन्छ न यार ब्लगमा ल हेलो भनिदेऊ त पिङ्क ब्याग अलि मान्छे नयाँ हात्ती र एउटा गैडा गएर एउटा हात्ती गइरहेको होइन कि मान्छे नै हो तर हात्ती गइरहेको सेप लिएको ल ल मेरो कन्टेन्टको कमी भयो है ब्लगमा कन्टेन्टको कमी ल के छ सेयरको मार्किनी मेरो 10 किता सेयर मात्र छ बिग बुल सिआई हो हाम्रो उता एकाउन्टेन्ट हो बिग बुल्स यहाँ हो बिग बुल्सको कति हो आज कुन सेयर मार्च जाने हो त म आफै गरेँ ल एनएमआइसी र त्यसको ग्रेसको भनिदेऊ त के छ कस्तो छ भनेर हल्का माथि जाने कि तल जाने म सास तलमाथि भइरहेको तिमी बिरामी छौ त्यसो भए पैसा बचाउनु ट्राई नगर के पैसा भन्ने स्वास्थ्यभन्दा बढी होइन कि बुझ्यौ नि हेलो सन्धु हाम्रा मित्र त ल रोटेट गर त्यसरी देख्दैन कि आधा गर्छ कि त ल यस्तो त्यो क्यामेरा यता उल्टो बोकेर अच्छा यस्तो यस्तो के यस्तै हो कि यस्तै हो कि ल यो सुल्टो भयो भने मैले माने होइन ल यस्तो भयो यस्तो गराऊ कि यस्तो गरायो भने ठ्याक्कै देखिन्छ कि मान्छे हिजो छेकेर यार मजै आएन भने रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ ए हो र हेलो एभ्रीवन के छ हामीले डुओ मिस गर्यो कि गरेन गरेन ल ल आज त के को गौ हो आज कलेजमा 15 मिनट एक्स्ट्रा बसेर आएको वेलकम एभ्रीवन वेलकम टु विथ ड्याडी ड्याडी उर्फ ड्याडी रेडी के छ त नि हिजो कुरा कति अगाडि बढ्यो त हिजोको कुरा त हुँदैछ खोज्दिने कुरा खोजिदिने कुरा भन न को चाहियो भनेर क्या नाम चन्दुलाई चाँदनी चाहियो ठकुरी नै चाहियो होइन ल कमेन्ट गर्नु है गाइज ल कमेन्ट गर चान्दनी नाम भएको रिनेम गरेको पनि राख्दा हुन्छ कि चान्दनी रिनेम गर केटा भयो नि चल्छ क्या चन्दुलाई रिनेम मात्र चाहिएर चान्दनी चाँदनी मात्रै चाहियो अरू केही चाहिँदैन चान्दनी नाम हुनु पर्यो बस ल आज बिवाइडीको पनि दर्शन भयो क्रेटा त हिजोको यहीँ रहेछ है फेरि क्रेटा 70 लाखको यो यहीँ छोडिदियो गाह्रो छ हो 70 लाखको कामै छैन नेपालमा 70 लाख भनेको पिस अफ पेपर हो धेरै भयो धेरै भयो कि क्रेटा यहाँ त्यही भएर हो कि ल आज के भन्छ भारी ब्याग लागिरहेछ यता आरसिसीको कोड बुकहरू भएर आज सधैँ 2वटा क्लास हुने ठाउँमा आज 3वटा क्लास पढेर आयो अच्छा अब चाहिँ अटोक्याट क्लासमा हो कि हामीहरू अब आजदेखि नयाँ टपिक स्टार्ट छ यी पछाडि हाम्रो कन्टेन्टहरू यस्तै कन्टेन्ट अब होइन यो चाहिँ लन्डियाबाज एउटालाई हेऱ्यौ अब अर्को लन्डियाबाजलाई म देखाउँदै गइरहेको छु ल
के छ चन्दु केही छैन त्यस्तो आज कतिसम्म गर्ने हो त आज खालि इन्ट्रोडक्सन गरेर छोड्ने होला नि त म्युनिसिपलको एकदम इन्ट्रोडक्सन गरेर छोड्ने हो ल पछि हामी भयो भने सकभर अटोक्याट यही युट्युब च्यानलमा नि राख्न सक्छौँ यो राम्रो भ्युवर्स पायो भने पैसा राम्रो पायो भने मैले यी पिठ पिछा कुरा गर्ने मान्छे यो हो खै के भनिरहेको थियो मेरो बारेमा म सुन्नै पाइनँ बनिएन दियाले भनेको मैले साउन्ड त त्यही अनुसार के भन्छ अनुसार होइन मोटी हो कि झुम्किने गाईको झुम्किने देखाउ राम्रोसित उसलाई जुनकेरी भनिरहेछ यता मोटी हो कि थाने हो खाने हो थाने हो ओ थानेजी ल है आजलाई अहिलेलाई यति आज चाहिँ भनिदिनु पऱ्यो त सर स्केलको के कहानी हो भनेर स्केल किन भाइरल भयो 5 जनामा कसले के हेऱ्यो भनेर स्केल भाइरल भएको त होइन तर 5 जनामा चाहिँ 5 जना भएन यस्तो 2टा डेस्कमा मात्र भाइरल भएको छ नि त हामीले इस्टिमेट पढ्दाखेरि चाहिँ 1:200 को गरेको थियो होइन अँ तर यो ड्रइङमा राख्दाखेरि चाहिँ त्योभन्दा अझै बढी राख्नुपर्छ स्किल भन्ने कुरा हो तर साथीहरूले गलत रूपमा लिइदियो त्यही हो यो उसले चाहिँ भन्न ट्राई गर्यो तर भन्न पाएन सत्य कुरा के हो भनेपछि नि अर्को ब्लगमा भन्नु होला ए यस्तै अब कति लाइक 10-15 लाइक आयो भने भनौँला राम्रो कहानी हो एउटा दुइटालाई मजा पनि आयो त्यो स्केलको कहानी सुन्दा सुन्दै गर्दै होइन पाठ भन्दै त्यो स्केलको पाठ भन्दै मजा पनि आयो 2-3 जनालाई तिमीलाई आयो कि आएन त्यो भन न तिमीलाई नि मजा आयो हो फेरि चलफल दिने स्केलको यो मान्छे रहेछ है यो स्केलको स्टार्टिङ गर्ने यही मान्छे हो अब हामी चाहिँ म त पीडित भएन पीडित भनेको ऊ हो र एउटा खै अगाडि छ क्या अगाडि छ नि वाइटमा हाम्रो आशिष चन्द भन्ने चन्दु चाँदनी खोज्ने उसले चाहिँ लियो मजा सबभन्दा मजा भनेको यही श्रेष्ठलाई आएको आजको स्केलमा ल तल पानी थियो बच्चे बल्ल बल्ल ए रोड छेक दिने मान्छे यही हो के हो रोड छेक दिने त ल किपुरबाट किसिँदै यता साधोबाट कि यता लगाउँथ्यो रियल भनेको मोबाइलबाट गर्नुपर्छ कि हो यसरी हो यो सानो सानो म्युनिसिपालिटी वाले ने घुटने टेक दिए मैं नहीं मानता और सचिन टिचकुले का झंडा लहरा दिया नाना जी टांग